साथीहरु यदि तपाईले पनि एउटै फेसबुकबाट अर्को फेसबुक प्रोफाइल खोल्नु भएको छ अथवा एडिशनल प्रोफाइल खोल्नु भएको छ फेसबुक खोल्नु भएको छ किनभने अहिलेको अवस्थामा फेसबुकको नयाँ अपडेट अनुसार एउटै फेसबुकबाट पनि 2टा 3टा सम्म तपाईले न्यू फेसबुक आइडी क्रिएट गर्न सक्नुहुन्छ त्यसैको अन्डरमा अथवा एडिशनल त्यसैबाट क्रिएट गर्न सक्नुहुन्छ कसरी क्रिएट गर्न सकिन्छ मैले पहिला नै भिडियो बनाएको छु त्यो भिडियो तपाईले हेर्न सक्नुहुन्छ अनि आज मैले तपाईलाई त्यसरी बनाएको एडिशनल फेसबुक प्रोफाइल जो रहेको छ त्यसलाई कसरी डिलिट गर्ने भन्ने बारेमा सम्पूर्ण जानकारी दिनेछु प्र्याक्टिकली रूपमै साथीहरु नमस्कार म एसटी नेपाली एसडी इन्फो च्यानलमा तपाईहरु सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु साथीहरु ढिला नगरिकन लागौं प्र्याक्टिकली रूपमै मोबाइल स्क्रिन तर्फ कि कसरी हामीले एउटा मेन फेसबुकबाट बनाएको एडिशनल फेसबुक प्रोफाइल अथवा अर्को फेसबुकलाई कसरी डिलिट गर्न सकिन्छ त सबैभन्दा पहिले तपाईले आफ्नो फेसबुक एप्लिकेसनलाई खोल्नुहोस् खोलिसकेपछि तपाईहरु यहाँनिर माथि प्रोफाइल भन्ने जो देखाएको छ यहाँ क्लिक गर्नुहोस् क्लिक गर्दा बित्तिकै तपाईको अगाडि यो खालको इन्टरफेस देखिनेछ यहाँनिर मेरो मेन फेसबुक देखिएको छ अनि साइडमा यहाँनिर अर्को एउटा मेरो फोटो देखिएको फेसबुक देखिएको छ र यहाँ साइडमा +9 पनि देखिएको छ मैले यसमा क्लिक गरे भने यहाँ यस्तो इन्टरफेस देखाउने गर्छ जस्तै एकाउन्ट सेन्टर बनेको छ पहिला मेरो फेसबुक देखाएको छ मैले एउटा अर्को प्रोफाइल क्रिएट गरेको छु फेसबुक प्रोफाइल एसडी न्युपानी भनेर यो दोस्रो देखाएको छ तेस्रोमा मेरो यहाँनिर एसडी इन्फो फेसबुक पेज रहेको छ अनि चौथोमा आफ्नो मान्छे भनेर यहाँनिर इन्स्टाग्राम आइडी पनि यहाँनिर एटेच छ मेरो फेसबुकमा मतलब एउटै फेसबुकबाट 4वटा देखाइरहेको छ भने यो एउटा इन्स्टाग्राम भयो यो माथिका सबै अन्य फेसबुक र फेसबुक पेज एउटा रहेको छ भने यहाँनिर 2टा माथि फेसबुक प्रोफाइल रहेको छ अब हामीले क्रिएट फेसबुक प्रोफाइल तल जो दिएको छ यसमा गएर पुनः हामीले अर्को पनि फेसबुक प्रोफाइल यहाँनिर क्रिएट गर्न सक्छौं नयाँ फेसबुक एउटै फेसबुकबाट अर्को फेसबुकलाई पनि हामीले क्रिएट गर्न सक्छौं अब यहाँनिर मैले क्रिएट गरेको छैन पहिला क्रिएट भएकोलाई हटाउन गइरहेको छु जस्तै तपाईलाई आवश्यक छैन यो जस्तै म फेसबुक यहाँ खोलेर देखाउने छु तपाईलाई स्विचिङ भएको छ यसमा कुनै पनि फ्रेन्ड कुनै पनि केही पनि छैन मैले खाली चेक गर्नका लागि कसरी बनाउन सकिन्छ त्यही चेक गर्नका लागि मैले यहाँनिर एउटा बनाएको थिएँ हेर्नु होला यो तरिकाको छ यहाँनिर वन फ्रेन्ड पनि देखाइरहेको छ अझै लामाहरु देखाएको छ अब यहाँनिर म माथि यहाँनिर जान्छु यो मैले खोलिसकेको छु भने प्रोफाइल साइडमा माथि गए अब यसमा जाँदा बित्तिकै यहाँ तपाई माथि सेटिङमा देख्नुहुन्छ सेटिङमा क्लिक गर्नुहोस् सेटिङमा गइसकेपछि तपाईले यहाँ विभिन्न खालका अप्सनहरु प्राप्त गर्नु हुनेछ अब यी अप्सन मध्ये तपाईहरु प्रोफाइल पर्सनल डिटेल माथि सुरुकोमा क्लिक गरिदिनुस् यसमा क्लिक गरिसकेपछि तपाईले के तल आउनुस् यहाँनिर तपाईले एउटा अप्सन यहाँ देख्नु हुनेछ अब यहाँबाट पर्सनल डिटेल म यसमा क्लिक गर्छु पर्सनल डिटेलमा यहाँ जाँदा बित्तिकै मेरो यहाँनिर इमेल एड्रेस देखाएको छ तल डेट अफ बर्थ देखाएको छ आइडेन्टिटी कन्फर्मेसन देखाएको छ भने तल एउटा रहेको छ एकाउन्ट अनरशिप एन्ड कन्ट्रोल म्यानेज योर डेटा मोडिफाई योर लेगेन्सी कन्ट्याक्ट एन्ड डिएक्टिभेट अर डिलिट योर एकाउन्ट एन्ड प्रोफाइल तपाईले एकाउन्टलाई पनि डिलिट गर्न सक्नुहुन्छ फेसबुकलाई पुरै भने तपाईले यसभित्रको प्रोफाइललाई अथवा एउटा खोलेकोलाई यसमा क्लिक गर्नुहोस् क्लिक गर्दा बित्तिकै यहाँनिर देखाएको छ माथिमा मेमोरियलाइजेसन भनेको छ डिसाइड व्हाट ह्यापन टु योर मेन फेसबुक प्रोफाइल आफ्टर यु पास अवे तपाईको मृत्यु भइसकेपछि तपाईले के गर्ने त यो फेसबुकलाई भनेर यहाँ पनि देखाएको छ यो तपाईले सेट गर्न सक्नुहुन्छ प्रिफर्ड नट सिलेक्टेड भनेर यहाँ देखाएको छ अब यो विषयमा तपाईलाई टपिकमा चाहिने भए म अर्को दिन लिएर आउँला आज मैले डिएक्टिभेट अर डिलेसन टेम्पोररी डिएक्टिभेट अर पर्मानेन्टली सधैँका लागि वा केही समयको लागि यो डिलिट गर्ने अप्सनमा छु म यहाँनिर क्लिक गर्नु दोस्रो अप्सन यहाँ जाँदा बित्तिकै मैले फेसबुकबाट खोलेका 3वटा कुराहरू देखाएको छ एउटा मेरो मेन फेसबुक प्रोफाइल फेसबुक आइडी दोस्रोमा इन्स्टाग्राम र तेस्रोमा मेरो त्यसपछि खोलिएको त्यही फेसबुकबाट खोलिएको अर्को यहाँनिर आइडी मैले हटाउन खोजेको एसडी न्युपानलाई हो भने यहाँ मैले क्लिक गर्छु यसरी क्लिक गर्दा बित्तिकै यो खालको इन्टरफेस यहाँनिर हाम्रो अगाडि देखिएको छ यहाँनिर भनेको छ डिएक्टिभेट प्रोफाइल भनेको छ र तल डिलिट प्रोफाइल भनेको छ तपाईले के गर्न चाहनु भएको छ डिएक्टिभेट हो भने डिएक्टिभेटमा क्लिक गर्नुहोस् डिलिट हो भने डिलिटमा क्लिक गरिदिनुहोस् अब यो गरिसकेपछि मैले डिलिट गर्न चाहे यहाँनिर कन्टिन्यूमा क्लिक गर्छु कन्टिन्यूमा क्लिक गरेपछि आई स्पेन्ड टु मच टाइम अन फेसबुक अब के कारणले जस्तै बिफोर यु डिलिट वी मे बी एबल टु हेल्प अथवा के कारणले गर्दा तपाईँ डिलिट गर्न खोज्दै हुनुहुन्छ मेरो प्रोफाइल ह्याक भयो अथवा सेभ छैन वा के को लागि हो त्यसमा क्लिक गर्नुहोस् मैले आई स्पेन्ड टु मच टाइम अन फेसबुकमा क्लिक गरेँ कन्टिन्यू गरेँ अब त्यसपछि यहाँनिर यो खालको टाइम स्पेन्ड अन फेसबुक भनेको छ यसमा तल म्यानेज योर नोटिफिकेसन अनेक कुराहरू दिएको छ हेर्ने गर्न सक्नुहुन्छ कन्टिन्यूमा मैले क्लिक गरेँ कन्टिन्यू गर्दा यो खालको इन्टरफेस देखाउँछ पर्मानेन्टली डिलिट
एडिसनल फेसबुक प्रोफाइल। एडिसनल भनेको एक्स्ट्रा, मेरो मेन प्रोफाइल होइन कि एडिसनल थप गरिएको, यसलाई डिएक्टिभेट भनेको छ। डिएक्टिभेट प्रोफाइल यहाँ दिएको छ, गो टु एक्टिभिटी हेर्न सक्नुहुन्छ, डाउनलोड इन्फो गर्न सक्नुहुन्छ र यहाँनिर विभिन्न कुराहरू सेट गर्न सक्नुहुन्छ तपाईँले। अब यहाँनिरबाट जस्तै डिएक्टिभेट प्रोफाइलमा मैले क्लिक गरिदिन्छु, यहाँनिर यो खालको देखाएको छ, हेर्नु होला। अब यो गर्दा बित्तिकै यहाँनिर तपाईँको फर योर सेक्युरिटी प्लिज रिइन्टर योर पासवर्ड टु कन्टिन्यू, तपाईँले यहाँनिर आफ्नो फेसबुकको पासवर्डलाई राख्नुपर्ने हुन्छ है। यो राखेर कन्टिन्यू गर्दा बित्तिकै तपाईँको यहाँनिर फेसबुक डिलिट हुनेछ। अब यहाँनिर माथि देखाएको छ यु हेभ 4.7 के फोटोज भनेको छ, विभिन्न कुरा देखाएको छ। यहाँनिर तपाईँले तल कन्टिन्यू भन्ने अप्सन पनि देख्नुहुनेछ। अब यो पासवर्ड राखेर तपाईँले नेक्स्ट गर्दा बित्तिकै तपाईँले शैलीसँग आफ्नो फेसबुकको जुन प्रोफाइल रहेको छ खोलिएको त्यसलाई डिलिट गर्न सक्नुहुन्छ। अब कुन पेज डिलिट गर्दै हुन्छ त्यो चाहिँ कन्फर्म भएर जानु होला। मैले यहाँनिर जुन पेजलाई क्लिक गर्छु, यहाँनिर यसलाई क्लिक गऱ्यो भने यो डिलिट हुने हो, इन्स्टाग्रामलाई क्लिक गऱ्यो भने यो डिलिट हुने हो, र मेन फेसबुकलाई क्लिक गऱ्यो भने स्विच प्रोफाइल गर्नुपर्छ र त्यो डिलिट हुन्छ। मेन प्रोफाइल माथिको हो, मेन तपाईँको फेसबुक, र तलको यिनीहरू त्यही फेसबुकबाट खोलिएका भएकाले यसलाई चाहिँ एक्स्ट्रा अथवा यहाँनिर एडिसनल भनिएको छ। त्यो तरिकाले तपाईँले सेट गर्न सक्नुहुन्छ। साथीहरू, तपाईँले पनि यसरी नै शैलीसँग आफ्नो अन्तिममा पासवर्डलाई राखिसकेपछि फेसबुकको त्यो प्रोफाइललाई डिलिट गर्न सक्नुहुन्छ। हस् त, आगामी नयाँ भिडियोमा पुनः भेट हुनेछ। धन्यवाद।